भन्न अनि बोल्न हेलो गाइस हामी यहाँ घुम्दैछौँ आज नुवाकोट घुम्न आएको यो गरेर हामी चाहिँ नुवाकोट घुम्न आएको छौँ दाजुभाइ बोल्ने आएन रोकेर खिच्यो हो चलाउँदै धलन बाटो हिँड्दा एकदम सजिलो छ पनि आजबाट मात्रै हामी घुम्न आउँदैछौँ बाइकबाट पत्ता छ होला छोडिदिनु हो छरे झर्न जाँदैछौँ गाइजहरू यो बाटो जान सकिन्छ बाटो पुरै ढलान छ हेर्नुहोस् यस्तो राम्रो बाटो छ छरे झर्न जानको लागि माथि गएपछि हल्का कच्ची हुन सक्ने सम्भावना प्रबल रहेको छ ओ माय गॉड बाटो दाम यार है हेर दाइले चलाइदिनु भएको छ पनि मस्त ल 3 किलोमिटर त धेरै होइन नि 3 किलोमिटर त कति नै हो र यो हाइवेबाट 3 किलोमिटर त 1 किलोमिटर जान लागिसकिहाल्यो होइन के हुँदैछ यहाँ सुन्तला हाम्रो गाउँमै छ होइन हो बाटो चाहिँ पुरै ढलान छ है गाईहरू दामी छ दामी रहेछ हिमालको दृश्य हेरौँ ल हिमाल 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 आयो खोला हेर न कस्तो दामी यार ए त्यो खोला देखाउँ न यार ब्रो ढलान रहेछ त यार अस्ति बाटो ढलान थिएन कि आदरणीय दर्शकहरू हेर्नुहोस् यतिखेर हामी जाँदैछौँ छरे झरना अर्थात् लौके झरना भनेर चर्चित भएको झरना हेर्नुहोस् बाटो एकदम छ पुरै ढलान छ है गैरी गाउँ आइपुग्यो छरे झरना जानलाई 1.8 किलोमिटर मात्र बाँकी छ जम्मा हेर्नुहोस् पुरै बाटो ढलान छ रमणीय दृश्यहरू दृश्यावलोकन गर्दै एकदम भरपुर आनन्दका साथ स्वच्छ वातावरणमा बिना प्रदूषित हावाको आनन्दले घुम्न सक्नुहुन्छ हजुरहरू बाटो एकदम ठिक छ है कस्तो लागिरहेछ तपाईँलाई एकदम दादा एकदम खुसी भएर एकदम अर्कै दुनियाँमा आएको जस्तो फिल हुँदैछ यहाँ जङ्गलको बिचमा
ढलान रहेछ कि यो चाहिँ ठिक लाग्यो कि मलाई त यार ठाउँहरू पनि छन् कृपया एक्लै नआउने दुस्साहस नगर्नु होला साथीहरूलाई लिएर आउनु होला किनभने यस्तो रमाइलो ठाउँ एक्लै आउनु भन्दा पनि साथीहरूलाई पनि यस्तो रमाइलो ठाउँ देखाउनु एकदम राम्रो हुन्छ सुन्छ ल ठिक छ बाटो मन पऱ्यो मलाई 1.8 किलोमिटर भनेको थियो अब 1 किलोमिटर होला है तल आयो गुटामाथि आयो है ढलान गरे भएर नत्र बाटो खतम बाटो आउनु नपाइने तलतिर लाग्छु तलतिर हो कि हामी खरे झर्ने जान्छ धेरै टाढा खाने 1.2 किलोमिटर अब चाहिँ अलिकति बाटो कच्ची पनि हिँड्नुपर्ने रहेछ 1.2 किलोमिटर चाहिँ कच्ची छ बाटो कच्ची भयो भने त्यति गाह्रो छैन हामी स्कुटरमा आउँदा पनि स्कुटर पनि सहजै लाग्यो अहिलेसम्म चाहिँ के हुन्छ हजुरहरू हेर्दै गर्नुहोस् अपडेट गर्दै गर्छौँ हामी यहाँ बारीमा धान काटेर हेर्नुहोस् धान काटेर टक्क धान हिर्काउने बेला भएछ अब तिहारपछि यसलाई हिर्काउने तयारी हुनसक्छ खोलामा जस्तो उतापट्टि छ हजुर खोल्सामा जस्तो हो त्यही खोल्सामा तर खतरै खायो खान्छ अच्छा ठुलो छ झर्ना हजुर झर्ना ठुलो छ झर्ना ठुलो छ भाइ पहिला कहाँ हो हो बाटैहरू थाहा रहेछ त अनि त्यही हो थाहा छ त पहिला पुरै कच्ची थियो दाइ उतैसम्म त्यहाँसम्म तिज रहेछ कि ढलान रहेछ आँखा जस्तो नफाल्नु है दुईजनाले खुट्टा टेकेर नै अड्डाइन्छ अड्डिहाल्नु फाल्न चाहिँ नफाल्नु हाम फालेर त गइरहन्छ आएर बसेको खुट्टा तल माथितिर तलतिर जानु बाटो टी हेर्नुहोस् यहाँ कस्तो कस्तो राम्रो बाटो? होटेल रहेछ त्यहाँ अहिले अब तिहारको मुखमा आएको भएर हामी चाहिँ त्यति धेरै मान्छेहरूको घुइँचो चाहिँ रहेनछ हामीले एकजना पनि भेट्न सफल हुँला जस्तो लाग्दैन यस्तो पाराले दाई नम्बर 22 रेकर्ड गरेर हो ठिक छ दाइको स्कुटर ल्यायो भनेर नाम दिइदिएको सबटा ठुइस्ट नम्बर यहाँ हेर्न सक्नुहुन्छ गाँजाहरू प्रशस्त पाइन्छ यहाँ अब गाँजा खानलाई गाँजाहरू किन्नको लागि लागु पदार्थ सेवन नगरौँ सकेसम्म नगरौँ गाँजा पानी खानु हुँदैन हामी पनि खाँदैनौँ खान चाहिँ हुँदैन तर कहिलेकाहीँ यसो अब जाडो महिनामा ज्यान तताउनको लागि यसो औषधिको रूपमा प्रयोग गर्न चाहिँ सकिन्छ त्यतिसम्म भनौँ है नभनौँ त्यो पनि नभनौँ त्यसलाई नि क्यान्सल गरिदिनु ए कस्तो मनमोहक दृश्य हो है
अब यहाँबाट उता चाहिँ जान्छौँ हामी बिस्तारै घरमाबाट अब पछि लागेपछि चाहिँ यस्तो रामचन्द्र कपिलजीकै चलाउनुहुन्छ स्कुटर हुन्छ मेरो हात दुखिसक्यो म चलाउँछु दादा यो बाटो चाहिँ अलिकति थोरै प्राविधिक कारणले गर्दा होला पिच हुन सकेको रहन्छ पिच भएको भए चाहिँ धेरै राम्रो हुन्थ्यो तर त्यस्तो अप्ठ्यारो छैन अप्ठ्यारो छैन हामी स्कुटर लिएर सहज तरिकाले आइरहेछौँ दुईजना छौँ हामी भनेपछि 80 किलो र 60 किलोको दुईजना हामी आनन्दले सहजतापूर्वक आइरहेको छौँ बाटो चाहिँ अलिकति डर लाग्ने ठाउँ पनि छन् कहीँ कहीँ भयावह दृश्यहरू पनि देख्न पाइन्छ नमाउनु पऱ्यो भ्लगिङ मात्रै होइन क्याप्सिङ पनि हुनु पऱ्यो नयाँ स्कुटर ल्याएर हेर्न सक्नुहुन्छ त्यति बेला होला फेमस भयो सुन्दै केही छ है झर्ना देखियो ल है शान्त बाइक हामी मात्र भनेको रहेछन् यहाँ राखेर मान्छेहरू सुत्नु मान्छेहरू किन हजुर यहाँ राखेर नि त त्यहाँ त हिँड्नुपर्छ भाइ हो र त्यो होइन नि त झर्ना त त्यो माथिको देखियो नि त तलको बगाल छ नि त यहाँ तलतिर हो यहाँ तल हो लाने नि जान्छ जान्छ लानेसम्म त लाने नि BS6 मोडलको स्कुटर BS6 मोडलको रेजेट यमाहा कम्पनीको मोडल अमलाको रुख हेर्न सक्नुहुन्छ तपाईँले अमला खाने यति ठुलो अमला टिप्नु छ अहिले अहिले अमला हामी अमला टिपेर पनि हजुरहरूलाई देखाउँछौँ बाटो लगभग वहीँसम्म पुग्छ जस्तो स्थिति छ भन्ने बुझ्नुमा आइरहेछ अनि मान्छेहरू किन त्यहाँ राखे हजुर फेरि किन राखेर हेर्नुहोस् दर्शकवृन्द हेर्नुहोस् मनमोहक दृश्यहरू दृश्यावलोकन गर्दै भयो ल यहाँबाट चाहिँ अब खुड्किलाहरूको प्रयोग गर्नुपर्ने हुन्छ लैदिउँ क्या यहाँबाट नजाउँ होला है ल दर्शकवृन्द हेर्न सक्नुहुन्छ यो स्कुटर लिएर हामी यहाँसम्म सफल तरिकाले आयौँ है उहाँको राइडर उहाँ हो यहाँ कुना राख्दा हुन्छ कसले के गर्छ र उहाँ माथि फेरि गएर आउनु पर्यो यहाँ हुन्छ त्यहीँ राखिदिनु हुन्छ हामी चाहिँ स्कुटर पार्किङ गर्ने क्रममा छौँ अहिले अब यो पार्किङ गरिसकेपछि ठ्याक्क लाएर यो हो सानो छया झर्ना त ठुलो छया झर्ना लौकी झर्ना झर्ना जाने पदमार्ग शिवपुरी गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष केशव प्रसाद रिजालज्यूबाट शिलान्यास सम्पन्न भयो भनेर लेखेको छ यो चाहिँ इस्वीसम्म 2080 साल भाद्र 7 गते सुरु भएछ अब यस्तो बाटो छ हामी यसरी जाँदै गर्दाखेरि त्यहाँ पुगेपछि एकदम मनमोहक दृश्यहरू गर्छौँ ल अहिले एकछिन हामीसँग जोडिने बाजाको साथ एकछिनमा हाम्रो दादा हिँड्दै हुनुहुन्छ आउँदो रहेछ त यहाँसम्म त्यो कहाँ आउनु नि यहाँ ल्यायो भए चाहिँ यहाँ ल्याएर फेरि लैजाने बेला गाह्रो पर्छ नि त भइहाल्छ नि अलिअलि हिँड्दा नि हुन्छ सुनसान जङ्गल तिनीहरू गर्लफ्रेन्ड बोयफ्रेन्ड आएको जस्तो लाग्दा यहाँ त्यहाँ चाहिँ एकदम ल्याउनु चाहिँ गर्लफ्रेन्डै ल्याउनु पर्ने ठाउँ रहेछ म पछि बुढी लिएर आउँछ अब गर्लफ्रेन्ड त छैन तर ठाउँ चाहिँ रमाइलो है सुनसान जङ्गल
झ्याउगिरीहरूको प्रशस्त चिहाटहरू सुन्न सकिन्छ हामीले यहाँ कराएका बाजेका यता त ढलान गरेर बाटो राम्रो हिँड्नलाई त्यति सिधै नहाल्दा अब त बाइकै हुँदैछ नि सिँढी नहाले चिप्लिन्छ नि त फेरि यहाँ चाहिँ सिजनको बेला बर्खाको बेला चाहिँ यहाँ चटपटे पानीपुरीहरू काँक्रा बेच्न राख्ने व्यापक हुन्छ नि ठाउँ ठाउँमा फोहोर व्यवस्थापनका लागि यस्तो बनाएको छ यो उचित समयमा जलाउने गर्ने कामहरू हुन्छ यहाँ अमलाको पर्नु पर्यो अब अमलाको रुख त अहिले त्यहाँ चाहिँ भेटिएको छ कत्रो ठुलो रुख त्यत्रो रुख हुन्छ मलाई लागेको थिएन हुन्छ नि मैले देखाएको छैन त्यति ठुलो रुख चाहिँ त्यो चाहिँ होइन त्यो त सिरिजको हो अमलाको अघि देखाएको छैन अहिलेको त हो त्यत्रो ठुलो भन्ने जस्तो लागेको छैन मलाई हुन्छ नि अमलाको त हाम्रो घरमा माथि रामशरण भट्ट चिन्छन् होइन कहाँ सानो रुख छ अन्त बारीमा होइन अँ म जहिले जान्थेँ अब सानो रुख सानोमा पो सानो छ त अहिले ठुलो छ नि त्यहाँ त्यत्रै रुख छ भने यो त रुख छैन होला त्योभन्दा अलिक सानो होला यस ठुलो रुख छ क्या 4-5 वटा मेरो पनि निकालौँ न निकाल्न सक्नुहुन्छ हजुरले खिच्नु पऱ्यो क्या अलिकति साँच्चै जुत्तामा होइन ल ट्रेकिङ ब्याग बोके भयो भने चाहिँ मेरो ल्यापटप ब्यागमा हामी चाहिँ खास ट्रेकिङ जाने भन्ने हिसाबले आएन त्यही भएर नि सिनेमेटिक बनाउनु पर्यो है हुन्छ यहाँबाट दुईवटा बाटो छ यो चाहिँ सानो झर्ना जाने बाटो 250 मिटर अगाडि लौके झर्ना जुन ठुलो झर्ना जानको लागि चाहिँ यहाँबाट ओह्रालो लाग्दै जानुपर्ने हुन्छ हजुर त्यहाँ होइन उ त्यहीँ हो वाह अँ कहाँ जान्थ्यो यहाँबाट यताबाट बाटो छ कि तेर्सै हजुर तेर्सै छ कि ओह्रालो अलिकति ओह्रालो गर तिर्छी यो चिलाउनेको लुफ्री छेकेर छ कि अझ अहिले त सानो भएर छ त बर्खामा चाहिँ भवाले हुन्छ हामी भेटो थोरै अब ओह्रालो लाग्नुपर्ने हुन्छ बाटो एकदम राम्रो छ एकदम ठिक छ हात पनि खान्न घर पनि जान्न सुतेर भिडियोमा बसिन्छ आऊ न आऊ घुम्न आऊ न आऊ भने ल हेर्नुहोस् हो कति तलसम्मका यी छालहरूले तरङ्गित बनाउने मनहरू यो पासमा भिडियो चाहिँ खिच्ने हो क्या होइन हजुर कहाँ आएँ म टेन पानी उड़ा पड़े अन्त